पोल्ट्री नेपालको पोल्ट्री मित्र नमस्कार, म दिपेन्द्र श्रेष्ठ। पोल्ट्री सम्बन्धी विभिन्न खबरहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। होली सकेसँगै अब यो चैत महिनामा फेरि व्यापार स्वाट्टै घटेर गएको छ। 2081 साल चैत्र महिनाको 6 गतेबाट लागू हुने गरी जिउँदो ब्रोइलर कुखुराको दरमा रु 10 ले गिरावट भई अबको कोलेस्ट्रोल काँटा दर पनि रु 250 कायम भएको छ। यो रेट कायम हुँदा किसान दाजुभाइले 240 पाउनुहुनेछ, अर्थात् 10 कम पाउने चलन चलिआएको छ। तर बजार फेरि 15 कमतिर ढल्किँदै गइरहेको छ। खुरकाटा रेट पनि 30 कम हुनेछ। अब अत्याधिक उत्पादन भयो अथवा भारतीय कुखुरा सीमापारीबाट आयो, त्यो तपाईहरूलाई पनि पक्कै पनि थाहा छ। होलीको बेला धेरै नै व्यापार हुन्छ भनेर धेरै किसान दाजुभाइले चल्ला हाल्नु भएको थियो। सोचे जस्तो व्यापार नहुँदा किसानका खोरमा ती कुखुराहरू बाँकी रहेको हाम्रो निर्गोल छ। त्यसले नै गर्दाखेरि पनि अब बजार जामतिर लागिसकेको छ। आशा गरौँ चाँडै यो जाम सकेर किसान दाजुभाइले फेरि रेट पाउन सक्नुहुनेछ। आफ्नो फार्मको वरिपरि जैविक सुरक्षा एकदमै ध्यान दिनुहोला। अहिले फ्लू धेरै नै सङ्क्रमण भइरहेको छ, अर्थात् फ्लू चाहिँ जताततै यो सिआरडीहरू जताततै देखिरहेको छ। तपाईँले आफ्नो फार्ममा जैविक सुरक्षामा एकदमै ध्यान दिनुहोला। हस्, त्यस्तै भिडियो हेर्नुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु चाहिँ नबिर्सनुहोला। धन्यवाद, नमस्ते।